हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सो केही दिन अगाडि म र मेरो साथी गएर साथीको घर नजिकै नयाँ खुलेको चिया सुप भन्ने क्याफेमा गएका थियौँ। त्यहाँ जान साथ उसले मेनुमा पिज्जा देख्ने बित्तिकै पिज्जा अर्डर गरिहाल्यो होइन। पिज्जा लभर है। मैले चाहिँ आफ्नो लागि चक्लेट मिल्कसेक र स्विट कर्न मगाएको थिएँ। साथीसँग गएर पनि लास्ट ओर भइरहेको थियो। आफ्नै पारामा बसेँ किनकि एउटी फेरि जतिखेर पनि मोबाइलमै ध्यान थियो त्यसको। अनि जतिखेर हेऱ्यो मोबाइलमै बिजी च्याउलाग्दो। त्यतिकैमा मिल्कसेक आयो। मिल्कसेक ट्राई गरेँ होइन। मिल्कसेक चाहिँ मिठो नै लाग्यो है। यसो रिभ्यू गरेको जस्तो गर्दै गरेँ कि मिल्कसेक नसकिँदै अनि फेरि स्विट कर्न पनि आयो। तर मेरो साथीले मोबाइललाई भने छोडिने अनि मैले चाहिँ ट्राई गरिहालेँ त्यसलाई छोडेर। अनि फेरि ट्राई गरेको स्विट कर्न पनि मिठो थियो किनकि मलाई स्विट कर्न मनपर्छ नि त। अनि म ड्रेसमा किन छु भन्दाखेरि मैले ड्युटी सकिने बित्तिकै अनि हामी गएको थियौँ क्या साथी र म। अनि पिज्जा आयो। पिज्जा फेरि देख्ने बित्तिकै खाउ लाग्ने है। अनि मैले ट्राई गरेँ। तातो रहेछ त्यही माथि चिजी है। जति तान्यो त्यति चिज आउने। सकिँदै नसकिने मान्छेहरूलाई देख्दा पनि लाज लाग्ने कि त्यो चिज नसेकेको देखेर त फेरि लाज लागिसक्यो आफूलाई। आजकल जो मान्छेले मलाई भेट्छ पनि जसले पनि भन्छ कति मोटाएको तिमी भनेर। अब यतिको खाएपछि मोटाइहाल्छ नि है। खाते जाऊ और मोटा होते जाऊ होइन। यस्तै छ। पिज्जा खाइसकेपछि मलाई चाहिँ कस्तो अमिलो पिरोको क्रेभिङ भइरहेको थियो होइन। अनि पेट त फुल भइसकेको थियो तैपनि मैले चाहिँ सादेको मोमो मगाएँ। मोमो खाएपछि बल्ल केही खाएको जस्तो फिल भयो। मोमो अलि बढी अमिलो भएको रहेछ तैपनि ठिकै छ। मिठो नै लाग्यो समग्रमा। लास्टको 3-4 पिस सकिरहेको थिएन खानालाई। उता साथीले पनि म त सक्दिनँ अब खाना टन्न भइसक्यो भनेर थिएँ। मलाई पुगिसकेको थियो। अब यति पनि के छोड्नु भनेर बिस्तारै दुबैरी मिलेर सकाएँ। यो चाहिँ त्यहाँको एम्बियन्स मलाई चाहिँ एकदमै राम्रो लाग्यो होइन। सानो भए पनि एकदमै राम्रो थियो। खाना पनि सबै मिठो नै थियो जे होस् न। त्यहाँबाट निस्किने बेलामा साथीले मेरो भिडियो बनाइदिएन भनेर थिएँ। अनि त्यही भएर त्यसको भिडियो बनाइदिएको मैले। नक्कल बनाउँछ कि हेर न त्यहाँ नक्कल पारेको। यति नै साथीहरू धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।